पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वरा पुष्पाञ्जलिर्मया दत्तं गृहाण जगदीश्वरा भागवत गंगा को श्री शंखमलेश्वर भगवान को श्री रामेश्वर धाम को श्री गणपति भगवान को श्री सूर्य नारायण भगवान को श्री जल जननी दुर्गा माता को श्री कालश रुद्र भगवान को श्री नारायण भगवान को श्री राधा पुरुषोत्तम भगवान को श्री मंगलामुखी माता को श्री चामुंडा भगवती को श्री धाम को राधा कृष्ण भगवान को श्री सीतारामचंद्र भगवान को उमा महेश्वर भगवान को सदगुरुदेव भगवान को नेपाला माँ को धरती माता को जगत गुरु महाराज श्री को जय जय श्री राधे जय श्री राधे राधे गोविंद गोविंद जय श्री राधे राधे गोविंद गोविंद श्री राधे राधे गोविंद गोविंद राधे श्री राधे राधे गोविंद गोविंद राधे 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 श्री राधे राधे गोविंद गोविंद राधे श्री राधे राधे गोविंद गोविंद राधे श्री राधे 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 श्री राधे 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 श्री राधे 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 वदन सरोज सदा बसतु वदन सरोज सदा बसतु हाल्न हुन्छ लहे
भ्यू है गाइस, नाइट भ्यू। त्यो शमशेर अमरुद समितिसँगको आज घुमघाम हो है। चट्ट शङ्खमुलमा गएको गाइसहरू बवाल छ नि त होइन? शमशेर सर नमस्कार। नमस्ते नमस्ते नमस्ते। आज यो केसको पूजा हो र? खासमा पूजा मतलब यसको केही विश्लेषण गरिदिनुहोस् न। यसको बारेमा त्यति थाहा त छैन, रेगुलर कन्टिन्यू बसिरहेको हुन्छ, अब त्यति अनुभव चाहिँ छैन है मलाई। हाम्रो यो केही थाहा छ तपाईँलाई यो सम्बन्धी? यो हाम्रो यो उहाँहरूको धर्म ग्रन्थले केही भन्छ होला, त्यही भएर उहाँहरूको धर्म अनुसार धर्म खास यसलाई एक्ज्याक्ट रीतिहरू गर्दै हुनुहुन्छ। मलाई जहाँसम्म लाग्छ उहाँहरू चाहिँ हुनुहुन्छ है, के भन्छ त्यसलाई चाहिँ विष्णु भगवानको भक्त हुन्छ जस्तो लाग्छ है मलाई। मिल्दैन होला? मिल्छ। जस्तो हाम्रो यो टक्क धर्म संस्कृति इतिहास झल्काउने भइरहेको रहेछ। एक्ज्याक्ट मलाई नि थाहा भएन होइन। घुम्न आउँदै यो देखियो अनि यसो हल्का क्लिप लिएको। गाइस सबैले हेरेर सारसफाइ गरिदिनु होला अरू के भन्नु होइन? त्यो होइन र सम्झ सर? तपाईँहरूको सपोर्ट बिना यो भ्लगहरू अधुरो हुन सक्छ। तपाईँहरूको माया देखाइदिनु होला है, माया देखाउनु होला, सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट बेल आइकन दबाउनु होला। धन्यवाद। हुन्छ त्यति भन्दै अब हामी पनि यो शुभ दिन शुभ रात भन्दै हामी बिदा हुन चाहन्छौँ। गुड नाइट गाइज।